पैसा दिएन भनेदेखि चाहिँ यतिकै त्यो अबिर मात्रै दिन्छन्, अरू केही गर्दैनन्। सो आई डोन्ट नो यो सही हो कि गलत हो चाहिँ थाहा छैन मलाई, तर मलाई चाहिँ त्यति राम्रो चाहिँ लागेन त्यो यो चलन। अनि हेलो एभ्रिवान, गुड मर्निङ है। अब हामीहरू चाहिँ 2 रात यानि कि लगभग 2 दिन होइन, 2 दिन जस्तो चाहिँ हामीहरू यो उसमा बस्यो, के अरे रामेश्वरमा बस्यो। यहाँको भाइब्सहरू इन्जोय गऱ्यो, मजाले डुल्यो। र यो पछाडि देखेको होटेलमा हामी बसेका थियौँ होइन। अनि ओभरअलमा रामेश्वरम एकदम राम्रो लाग्यो हामीहरूलाई होइन। एकचोटि आउनको लागि चाहिँ एकदम राम्रो ठाउँ छ घुम्नको लागि। अनि उता धनुषकोडीतिर पनि गएको थियौँ र घुमेको चाहिँ हामीहरूले क्यामेरा लिएर हिँड्यौँ, किनभने आफ्नो एकदमै शान्त तरिकाले घुम्न खोजेर, आरामले घुम्न खोजेर ती कुराहरू चाहिँ मैले रेकर्ड गरेको छैन। र ओभरअलमा यहाँ चाहिँ त्यो उत्रिने ढुङ्गाहरू चाहिँ उता समुद्रमा गएर देखिँदैन कि यहाँ छुट्टै एक ठाउँमा राखेको छ होइन। त्यो बाटोमा जाँदा जाँदा पर्छ, त्यो देखिहालिन्छ। त्यही हो। अनि मन्दिर भइहाल्यो। अनि अरू कुराहरू भनेको अब्दुल कलामको चाहिँ घर रहेछ यहाँ होइन, डाक्टर अब्दुल कलाम। अनि त्यही नै हो। अब चाहिँ हामीहरू कन्याकुमारीको लागि निस्किन्छौँ। यहाँबाट लगभग 300 किलोमिटर जस्तो छ। सो त्यही नै होइन। अब यात्रामा के हुन्छ त्यो म अपडेट गरेर राख्छु। अनि लेट्स सी होप फर द बेस्ट। बाई। अहिलेको लागि भने हामीहरू यहाँबाट निस्किसकेका छौँ। अब हामीहरू चाहिँ यहाँबाट सिधै जान्छौँ कहाँ भन्दाखेरि चाहिँ पामबाम ब्रिज भनेर छ। त्यो ब्रिज एकदमै लामो छ, त्यो ब्रिजमा जान्छौँ। अनि त्यहाँ गएर चाहिँ सायद होपफुल्ली यदि चाहिँ ट्रेन गइरहेको देखियो भनेदेखि चाहिँ सायद एकदमै राम्रो क्याप्चर गर्न सकिन्छ होला। त्यो पनि लेट्स सी। त्यहाँ पनि एकदमै मैले भिडियोमा देखिरहेको ठाउँ हो। अनि अब हामी त्यहाँ गएर रोकिन्छौँ। अनि ठिक छ, जे होस् आजको दिन राम्रो होस् है त। लेट्स गो। ल ठ्याक्क आइहाल्यो यो पनि। यो समुद्र आयो। अब यो समुद्रभन्दा थोरै अगाडिपट्टि ठ्याक्क त्यो ब्रिज देखिन्छ। अनि चट्ट यो क्यामेरामा आएको छ कि छैन, मैले चाहिँ टमेसो पाइसकेँ। आहा वाउ यार, दामी दामी दामी। के हो मान्छेहरू हिँड्दा छैन त। एकछिन यहाँ साइड लगाउनु पर्छ जस्तो छ। के गर्ने, अलिकति अगाडि जाउँ। ओके, ए भो भाइ। बाइक रोकियो हावा त्यसै। कहाँ झर्छौ तिमी? मान्छे छैन, पूजा छ त्यहाँ। कन्याकुमारी आए जस्तो लाग्यो क्या हो? हजुर, कन्याकुमारी आए जस्तो लाग्यो क्या हो? अनि के झरम हुँदा नि भर्खर चढेको। सो राइट नाउ वी आर एट पामबान ब्रिज होइन। यहाँको चाहिँ सुन्दरता भनेको के हो भनेदेखि यताको ब्रिज होइन क्या। यहाँको सुन्दरता भनेको यो ब्रिज हो क्या। यो जुन पुरानो ब्रिज छ बिचको, उताको नयाँ ब्रिज हो। यो नयाँ ब्रिज चाहिँ यहाँको सुन्दरता, ब्युटी। उताको यो नयाँ बनेको रहेछ, यतापट्टिको पुरानो ब्रिज हो कि। यो चाहिँ बवाल उहिले जमानामा बनेको ब्रिज। सो हामीहरू यहाँ धेरै बेर बसेनौँ होइन, किनभने नो पार्किङ यताउति भनेर बोर्ड राम्रै छ राखेको रहेछ, पैसा हानी पानी गर्छ भनेर। हामीहरू चाहिँ यस्तो हल्का सेल्फी खिचेर मात्र अनि निस्किहाल्यो। एकदम उतापट्टि साइडमा छ, यतापट्टि बोटहरू देख्न सकिन्छ। समुद्रपट्टि पानी परिरहेको रहेछ, यता नि अलिअलि छर्प आएको छ। अनि बिहान चाहिँ शीतलो शीतलो भएको छ है त। त्यही हो।
यस्तै यस्तै गऱ्यो भने त रमाइलो हुन्छ घाम चल्नु घाम लागेन अलि रमाइलो भएको दिन भोग्यो सो गाइज अहिले हिँड्न लाग्यो यार पानी पऱ्यो ठ्याक्क होइन हामी त्यही 10-15 किलोमिटर जस्तो हिँडेको थियौँ होला अहिले त अघि त सानो सानो पानी पऱ्यो थियो ठिकै गरेर यहाँ रोकेर अहिले त भयङ्करै पानी पऱ्यो भयङ्करै यार यहाँ बाइक छ है ओहो त्यो पनि रुन्नी भयो यार अलिकति यार त्यो पानी एकछिन चलेर आयो अनि च्याप्प बिजो भयो होइन परेको परेको पनि ठुलो पानी त यात्रामा होइन अलिअलि भन्दैछ गरिदिनु होस् होइन गरी भएन बनाउँछ ओर्नल छ यहाँनिर टोक्यो एकदम साइड लगाएर राख्न पर्ने हो ठाउँ त हेर दायाँ पनि सम्म बायाँ पनि सम्म पुरै खत्रेकै सम्मै सम्म अब पहाडहरू भनेको कतै देखिन्न त्यही पनि अब यो ठाउँ यो जुन यो अहिले हामी जहाँ छौँ यहाँनिर चाहिँ कस्तो हरियाली कस्तो दामी के यही हो क्या यो रमाइलो यही हो राम्रो नै यही हो क्या कडा क्या किनभने हामी पहाडमा बसिरहेको मान्छे यहाँ तराईको पनि एक्सट्रिम तराईमा छौँ नि त गई नेपाल जस्तो छ ल आहा यहाँको यो फाँट यस्तो यो मसलक्क होइन त्यही माथि यो हरियाली पनि यस्तो यो मिठो बेला आइएछ होइन यस्तो दामी यस्तो मनमोहक देखेको छ होइन यो भिडियोले के नै क्याप्चर गर्न सक्यो होला र जति हाम्रो यो आँखाले देखिरहेको छ कि त्यस्तो बवाल छ क्या यहाँ सिनेर आहा उहु सहर हो यो थाहै नै net सहर पनि कुनै कुनै नाम के लेख्छ थाहै हुँदैन त ओके चलफल सुरु भइसक्यो त लगभग 9-10 बजी त र त्यो चलफल राम्रै छ घाम पनि लागिरहेछ बिहान पानी परेर रुगायो एकछिन ठुलो पानी छैन सानो पानी खैर यो जुनसुकै सिटी भयो भने एउटा सिटी चाहिँ हो सानो गाउँ जस्तै यहाँ पनि यस्तो हेर्नु न परपट्टिकै यो वाइन्ड इनर्जी क्या वाइन्ड इनर्जी भनेको यो के अरे यो वाइन्ड मिल क्या त पङ्खाको मिलको यस्तो दामी देखेछ अनि त ओहो हावा पनि यतापट्टि धेरै चल्दो रहेछ होइन हावा नचल्ने हो भने किन यो वाइन्ड इनर्जी राख्छ होइन यो भनेको चाहिँ यो पङ्खा हार्ने हो चाहिँ यसबाट चाहिँ इलेक्ट्रिसिटी निकाल्छ नि त्यहाँ त हामीहरू यो यति तलपट्टि चाहिँ यहाँ छ यसरी चाहिँ वाइन्ड इनर्जी चाहिँ यस्तो छ जस्तो चाहिँ मैले सोचेको थिइनँ होइन किनभने हामीले त त्यो जोमसोमतिर यस्तो यस्तो ठाउँमा अलिकति पहाडी अलिकति उस भएको ठाउँमा धेरै हावा लाग्छ भन्ने सुनेको थियो तर यहाँ आउँदाखेरि यो कन्याकुमारी जाने बाटोमा आउँदाखेरि चाहिँ यहाँ चाहिँ यत्रो देख्न पाइएको छ क्या यहाँ यो देख्न पाइएको छ लेर्सी सायद यो अझ यो केजीमा मात्र सीमित छैन जस्तो लाग्छ अझै धेरै छ कि जस्तो लागिरहेको छ मलाई अगाडिपट्टि पनि अलिक टाढासम्म देखिरहेको छ है साथीहरू हेर्दै जाउँ के कस्तो छ है त अहिले नै हामीले होइन 500-600 भन्दा बढी चाहिँ त्यो वाइन मिल देख्यौँ होला होइन गजबकै गजब यार यति ठुलो यति जति अगाडि गयो भने आएको छ सकिने त नामै लिँदैन यार कति धेरै हो कि कति धेरै बाप रे बाप यता छ उता छ अहिले त एकदम नजिकैबाट देखियो यार अनि तपाईँहरूले चाहिँ
सोच्नु भने अलिअलि होला भनेर नि अलिअलि होइन कि जति तपाईँले सोच्नु हो नि धेरै भन्यो भने मैले कति तपाईँले कति सोच्नुहुन्छ होइन त्यो भन्दा धेरै हो कि वाइल्ड धेरै हो कि नजिकबाट हेर्दा त बवाल देखिँदो रहेछ कस्तो राम्रो देखिँदो रहेछ यार आहा सही हो दामी 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 मजा आइरह सायद तपाईँहरू पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने मजा आइरहेको होला है ठिक छ अगाडि बढाउँ है अगाडि बढाउँ क्या बाटो पनि ठिक छ यतिको नट ब्याड हामी यहाँ 15-20 किलोमिटर भन्दा बढी हिँड्छ 30 किलोमिटर जस्तो हिँड्छ भने त्यो हिँड्नाको अझै सकिया छैन अरे हो के धेरै रहेछ 5 साल चाहिँ होला भने त यो त 10-15 हजारै छन् जस्तो लागिरहेछ तपाईँले 1 मेगावाट निकाल्यो भने 10,000 मेगावाट हुन्छ त्यहाँ 1 मेगावाट त्यही हुन्छ नि नेपालले 2-3 नि राखेर कहिले राम्रो छ होइन यति पानी त फेरि सिम पानी पर्न लाग्यो ठिकै छ फेरि हल्का चिसो मौसमले च्यालेन्ज जानिरहेछ होइन तर बाटो त बवालै छ बवालै अनि हामीहरू चाहिँ यो ठ्याक्कै यो यतापट्टिको यो साइडतिर हिँडिरहेछौँ किनभने हाम्रो भन्दा उता राइट साइडको लेन चाहिँ अलिकति हाई स्पिड लेन हो त्यो भएर यताको साइडमा मन्द स्पिडमा हिँडिरहेछौँ किनभने टायर त ठिकै छ तर त्यो पानी परेको बेला एकदमै स्पिड चलाउनु चाहिँ फेरि अलिक घातक हुन जान्छ होइन त्यो भएर सर्र आफ्नो एउटा पेसमा सरक्क हिँडिरहेको छु अनि अगाडि मेरो मोबाइल पनि राखिरहेको छु भनेको ठुलो एकदम पानी नपरेरै हो नत्र फेरि रोकेर फेरि मोबाइल फेरि गोजा हाल्न पर्थ्यो होइन ठिक छ ओके आजको 300 किलोमिटरको राइड त हो तर बाटो त एकदम चिल छ यार क्या मजाको बाटो छ यार है तर यस्तै मजाको बाटो देखेर नभएको छुना भयङ्कर स्पिड कुदाएर निकाल्नु छैन सरर हिँड्नुपर्छ आफ्नो तरिकाले आफ्नो उसले अनि यहाँनिर यो के अरे यो ठुलो गाडीहरूको आतङ्क चाहिँ भयङ्कर हुन्छ यो त्यो पनि याद गर्नुपर्छ है यता आइसकेपछि चाहिँ यो पछाडि यो साइड मिररतिर हेर्ने चाहिँ मेरो बानी चाहिँ सही लागेको छ पहिला नेपालमा त खासै धेरै त साइड मिररहरू खासै हेरिन्थेन वाउ क्या बवाल देखेको यार भ्यू त यार पछाडिबाट एम्बुलेन्स आइरहेको छ साइड दिनु पर्यो बाटो नि ठिक छ यहाँनिर बजार आए जस्तो लाग्छ मलाई अलि अगाडि होला सर्र आफ्नो पेसमा मस्त छ नि ठाउँ त त्यही है विशेष कन्याकुमारी अब हामी तल समुद्र साइडतिर जान्छौँ अब यो हाइवे छोडेर हामी यता सिटीतिर लाग्छौँ है त हामी सिधै त्यो साउथ पोइन्टतिर जान्छौँ सिधै यताउति कतै नपुग्यो घरबाट त्यही 7 किलोमिटर जति छ भाइ चाहिँ एकदमै रमाइलो बाटो मलाई एकदमै रमाइलो लाग्छ एकदमै नजिक छौँ एकदमै नजिक लगभग 0.4 किलोमिटर त्यसको मिनेट भनेको चाहिँ 5 सेकेन्ड 5 त्यहाँको नाइस राम्रो छ एसबिआई ब्याङ्क कति राम्रो बिल्डिङ बनाउनु लाग्छ
केप टाउन हो तर नै आउँदो रहेछ बाटो चाहिँ त्यही होला नो इन्ट्री कार पार्किङ बाइक जान्छ होला नि त कारलाई हो मात्रै नो इन्ट्री हो ओ माई गॉड यार ये साउथ पोइन्ट आहा एकचोटि यतापट्टि जानु त्यही छ त्यहाँ जान पाइन्छ पाइन्छ यार ऊ त्यहाँ उतापट्टि मूर्ति छ ओहो थाल्यो त के गर्ने खाना खाने हो झरा नि त झरा त्यहाँ बुझ न हामी कन्याकुमारीको छेउमा नै आइपुगेका छौँ त्यो त्यही भएर यसको यो यसो छेउछाउमा के कस्तो रहेछ यसो राउन्ड हान्दैछौँ है त हेर्स चाहिँ यहाँबाट उतापट्टि पनि जान मिल्दो रहेछ त्यहाँ वरिपरिको वातावरण हेरौँ भ्यू टावर पनि रहेछ त्यहाँ एउटा मान्छे कोही छैनन् मान्छेको चाहिँ मैले सोचेको भिडभाडै हुन्छ जस्तो लाग्थ्यो त्यस्तो भिड चाहिँ रहन्छ किनभने अनि त्यस्तो घुम्ने ठाउँ छैन नि यो कन्याकुमारीसम्म आउने भनेर मात्र आउने हो यो भने त लेमोरियन पार्क हो यो बन्दै रहेछ हजुर भ्यू टावर चाहिँ तलबाट त्यति फुटकारी चाहिँ मेरो यतातिर मान्छेले हो यहाँ गाडीहरू पार्क गर्ने ठाउँ छेउमा बसहरू यस्तो सब यहाँ पार्क गर्छ एकछिनमा शौचालय पनि हुन्छ ल यहाँबाट वाइड देखिन्छ त यार आइल्यान्ड साइल्यान्ड केही नदेखिँदै चाहिँ यार कहीँ देखिँदैन बिचोतहरू चाहिँ होइन रेड यहाँ उता गयौँ न हामी यसो यतातिर पार्क गरेर हेरौँ वरिपरिको भाइब्सहरू हेरौँ झरनाहरूको भाइब्स हेरौँ सो राइट नाउ होइन हामी चाहिँ कन्याकुमारीमा छौँ कन्याकुमारीको चाहिँ यो इस्ट एकदमै साउथ मोस्ट पार्ट हो यो र उतापट्टि चाहिँ एउटा स्ट्याचु देखेको छ त्यतापट्टिको भाग चाहिँ साउथ मोस्ट पार्टको रूपमा लिन्छ अनि हामी यतापट्टि चाहिँ ओभरअल के कस्तो छ भनेर अलिकति यसरी हेर्न आएको यहाँनिर पार्कहरू रहेछ अनि यो समुद्र
अनि यहाँनिर चाहिँ तिनवटा समुद्रहरू चाहिँ मिसिएको छ भन्ने एउटा समुद्र हो, बे अफ बङ्गाल, इन्डियन ओसियन र अरेबियन ओसियन होइन। त्यही हो, तिनवटा ओसियन चाहिँ मिसिएको छ। अनि पानीको रङ पनि कलर पनि फरक फरक देखिन्छ कि यतापट्टिको हरियो अनि उतापट्टिको ब्लू अनि उता पारिपट्टिको अर्को देखिन्छ होला, उतापट्टि गएर हेरेको छैन। सो अहिले यहाँ भ्यू हेरेर मात्रै कस्तो सो यहाँनिर चाहिँ यो महात्मा गान्धीको एउटा मेमोरियल टाइपको मन्दिर रहेछ होइन। सो बाइक पनि फिराउनु मिल्दो रहेछ त्यहाँ, मन ल्याउँछ त बाइक। अब चाहिँ हामीहरू साउथ मोस्ट पोइन्ट र यतापट्टि चाहिँ मन्दिर छ यहाँको कन्याकुमारी टेम्पल र हामीहरू अहिले छौँ साउथ मोस्ट पोइन्ट। यतापट्टि छ त्यो स्ट्याचु छ त्यहाँ एउटा। मान्छे त्यति भिडभाड छैन, एकदम शान्त छ यहाँ। हामीहरू यहाँ त्यही 1-1.5 घन्टाभन्दा बढी चाहिँ हामीले स्पेन्ड गरिन्न होला जस्तो लाग्छ। उता त्यो रक मेमोरियल भन्ने चाहिँ कस्तो छ भन्ने चाहिँ पनि डिपेन्ड पार्छ होइन। त्यो स्ट्याचु त खतरा देखिन्छ, खतरा। थोरै जुम गरिदिन्छ त्यहाँ उतापट्टि देखेको छ अहिले राम्रो लिम्ला। सो हामीहरू चाहिँ साउथ मोस्ट पार्टमा चाहिँ त्यो मेमोरियल भएको थियो होइन, त्यहाँ कस्तो राम्रो देखियो बिचमा है। यतापट्टिको भाइब छ बबाल छ बाबा र हो यहाँनिरको यो देखेको चाहिँ के केप अफ के हो भन्छ कि यहाँनिर होला सायद केही लेखेको छैन क्या। नाइस लाइट यताबाट आइरहेको क्या अहिले चाहिँ। सो फोटो खिच्न बेटर चाहिँ यतापट्टिबाट हुन्छ। मान्छेहरू पौडी खेल्दो रहेछ यहाँनिर, यो पत्थर छ त्यही पनि पौडी खेल्दो रहेछन् त्यहाँ के बनाइरहेको छन् होइन। यहाँनिर चाहिँ यो एउटा यस्तो छ, यो मण्डप जस्तो छ, मण्डपम हो कि के भन्छ क्या यहाँसम्म पुग्दो रहेछ ल। साउथ मोस्ट पोइन्ट नाइस, रमाइलो भाइब छ हुँदो रहेछ क्या। यहाँसम्म पनि पानी आउँदो रहेछ क्या। छाल त यहाँ कति ठुल्ठुलो आउँछ क्या, छाल ढुङ्गा यस्तो छ यहाँ। त्यहाँ खतरा छाल आउँछ यार, यहाँसम्म यार हेरे त्यो ढुङ्गा पुरै माथिसम्म आउँछ क्या। खतरा आउँछ, खतरा आउँछ। मेरो ब्याकग्राउन्ड देख्नुभएको चाहिँ यो साउथ इन्डियाको साउथको सबभन्दा इन्ड हो होइन। अब हामी यहाँबाट सर हेऱ्यौँ, रमाइलो छ यहाँ चाहिँ यतिको यो भाइब चाहिँ रमाइलो छ। र यो अगाडिपट्टि चाहिँ मन्दिर छ यहाँ होइन, त्यो मन्दिरको वाल चाहिँ ढाकेको रहेछ, बाहिरबाट नदेखिने रहेछ। सायद भित्र जानुपर्छ होला, त्यो मन्दिर जाने कोसिस गर्छौँ। अनि उता पारिपट्टि पनि जान मिल्छ अरे,
टाइम के कति लाग्छ बुझ्छौँ अनि हाम्रो टाइम फिजिबल भएसम्म त्यो पारिपट्टि पनि जान्छौँ अदरवाइज यहाँबाट फर्किनु सकिँदैन सो लेट्स गो यहाँ मन्दिर हुनुहुन्छ श्री आदि शङ्करा भगवत पदम माधवम कि यस्तो के भन्नु सो यहाँ यस्तो खानेकुराहरू पनि छ यहाँ होइन यताउति मान्छेहरू त्यो छालहरूमा खेलिरहेका हुन्छन् है मैंगो मैंगो दिस इज नॉट द सीजन ऑफ मैंगो 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 का सीजन नहीं है ना अभी नहीं ऑफ सीजन वाला रुपये नहीं ऑफ सीजन वाला ठीक है अभी नहीं चलते हैं फिर एकचोटि भित्र जाउँ अनि मैंगो ऑफ सीजन मैंगो नो ईटिंग मान्छेहरू चप्पल खोलेर हिँड्नु गहन क्या होइन चलाएर हिँड्नु नाइस वाट इज दिस नो यार ओहो त्यो त त्यहाँ ब्रिज स्रिज के बनाउनु लागेको रहेछ कन्स्ट्रक्सनमै रहेछ त्यो है त्यो पारिपट्टि देखेको त्यो चाहिँ कन्स्ट्रक्सनमा रहेछ ऊ त्यो हो त्यहाँबाट चाहिँ बोटमा जाने रहेछ जस्तो लाग्यो टेम्पल चाहिँ यहाँबाट बन्द रहेछ क्या हो बन्द छ अंदर कतार जाने बंद है बंद है हाँ खान्न हो तिमी खाउने यार मलाई के सोध्नुपर्छ र मलाई किन सोध्याउ त अनि म इन्ट्रेस्ट भए म आफै भनिहाल्छु नि सुन्नै पर्दैन क्या मलाई देखे पनि मलाई मेरो मन्दिरको लाइनमा क्या है गिफ्ट है हाँ हाँ लेडीज का है ना यत्रो लाइन छ यो हाँ क्या क्या करोगे हाँ इसका कितना है 20 का कितना है पूरा 20 का है 1 2 3 थोड़ा भाई अच्छा है सो भर्खरै हामीहरू चाहिँ मन्दिर दर्शन गरेर आयौँ होइन र मन्दिरमा चाहिँ एउटा स्क्याम टाइपको चलिरहेको रहेछ के रहेछ भनेदेखि जब हामी भित्र छिर्छौँ भित्र छिर्दाखेरि केही छैन ठिक छैन अनि त्यो गेटबाट भित्र छिरिसकेपछि झोला राख्ने ठाउँ हुँदो रहेछ त्यहाँ एउटा झोलाको 10 रुपियाँ होइन मैले एउटा झोला र हेलमेट राखेको 20 रुपियाँ लियो अनि त्यहाँबाट भित्र छिर्ने छ फेरि लाइन छ अनि त्यहाँबाट भित्र छिरिसकेपछि फेरि एउटा टिकट काट्छ कति रुपियाँको भने 20 रुपियाँको टिकट काट्छ होइन प्रति 20 रुपियाँको टिकट अनिवार्य काट्नै पऱ्यो अनि त्यहाँबाट भित्र छिरेर मेन मन्दिर जानुभन्दा अगाडि फेरि एकजना बाजे त्यहाँ बस्छन् जसले 10 रुपियाँ भनेर मागिरहेको छ होइन अनि फेरि भित्रपट्टि गयो मुख्य मन्दिरमा एकजना पुजारी त्यो अबिर जस्तो के लिएर बस्छन् अनि उनलाई चाहिँ पैसा दियो भने छुट्टै ठिकै मन्त्र जपेर पूजा गरिदिन्छन् नि यसो उफा गरेर यसरी मन्त्र जपेर पूजा गर्छन् अनि त्यो पैसा दिएन भनेदेखि चाहिँ यतिकै त्यो अबिर मात्रै दिन्छन् केही गर्दैनन् सो अरे न यो सही हो कि गलत हो चाहिँ थाहा छैन मलाई र मलाई चाहिँ त्यति राम्रो चाहिँ लागेन त्यो चलन अनि कताबाट हुन्छ के नामले हुन्छ पैसा झार्ने मात्र छ उपाय सो त्यो अलिक गुड भयो नि जस्तो लाग्छ अनि मन्दिर चाहिँ 4 बजे बिचमा ग्याप हुँदो रहेछ अनि फेरि 4 बजे टाइमिङबाट फेरि पुग्नु रहेछ त
यता जाऊँ त्यो हामीहरू बाहिर आयौँ यहाँबाट त्यो गेट थियो अनि त रक मेमोरियलतिर चाहिँ हामी नजाने भयो अब यहाँबाट निस्किन्छौँ लगभग हामी आउन खोजेको भनेको यो साउथ एकदम साउथ मोस्ट पोइन्टमा चाहिँ आउनु खोजेको र आइयो बसी रमाइलो छ यो चाहिँ ठाउँ चाहिँ रमाइलो लाग्यो सो यो म्याक्सिमम् 1 डे स्टेको लागि मात्रै ठिक छ जस्तो लाग्छ होइन 3-4 दिन प्लान गरेर काम छैन जस्तो लाग्यो र अब यहाँबाट हामी चाहिँ बिस्तारै निस्किन्छौँ बिचमा एउटा मन्दिर छ अरे नागराजा नि त्यहाँ यसो जान्छौँ अब के छ कस्तो छ धेरै बेर चाहिँ भुल्दैनौँ अनि सर्रै निस्किन्छौँ हामी द्याट्स इट ओभरअल एक्सपिरियन्स ठिकै छ मौसम चाहिँ अलि घाम चाहिँ हराइसकेको छ होइन पानी पर्ला जस्तो भयो बिहान नै आउँदाखेरि 2-3 ठाउँमा पानी परेकै हो सो अब चाहिँ हामी निस्किन्छौँ है त खोइ हाम्रो बाइक ओके त्यही छ अब चाहिँ निस्किन्छौँ हामी अनि स्क्यामर त लास्टै स्क्यामर छ न त्यहाँ भित्रपट्टि अब हामी यहीँको मान्छेहरूले गर्नुपर्ने चिज हो हामीहरूले करार के गर्ने विदेशी पाउनाले होइन त्यही होला